पाङबाट हिँड्यो पारी बागलुङ वारी पाङ। सबैलाई नमस्कार। अब हामी यो बाटो हिँड्दै कति लामो हुन्छ भन्ने कुरो यही भिडियोले बताउँछ। यहाँ पारी बागलुङ पुन्जरी तल तल यस्तो छ बागलुङको दृश्य यस्तो छ। यी पारी बागलुङ वारी पाङ पान यस्तो छ, बागलुङ यस्तो छ। यो पुल म यहाँबाट नसकिन्जरी भिडियो बनाउने भनेको कति टाढा छ भन्ने कुरो, कति मिनटको छ भन्ने कुरो म पुलबाट हिँडेर स्टार्ट गरेको। हिँड वारी पान पारी बागलुङ कति मिनट छ यो पुलको लम्बाइ हेर्न पर्यो साथीहरू। तपाईहरुले हेरेर लाइक कमेन्ट सब्स्क्राइब गरिदिनु होला। राम्रो लागेमा पुल तपाईँ बागलुङको बाटो चाहिँ यहाँबाट जाँदैछौँ। अगाडि जाने दुई भाइ छोरा, पछाडि आउने श्रीमती छोरी चाहिँ बागलुङ पाङ भन्छन् क्या, पाङ हो कि पाङ घुम्न आएको छ। यहाँबाट चाहिँ हामी हिँड्दै आएका छौँ। यताबाट कालीगण्डकी कति मिनट लाग्छ यहाँबाट 2 मिनट 14 सेकेन्ड आधी बाटो होइन अझै। यहाँबाट हामी चाहिँ जाँदैछौँ तल माथिबाट तल के खालो मलाई डर लाग्छ। क्या यो लगभग 4-5 मिनटको बाटो क्या पुल हेर कति मिनट छ भनेर हेरेको। पाङबाट बागलुङको सिमाना हुन पाङ पनि बागलुङै होला नि त। हो डर लाग्यो माइलो, डर लाग्यो बिचाइयो माइलो, डर लाग्यो। तल डर लाउँछ माथि हेर्दा तल हेर्दा डर लाउँछ। अझै आधी भएन क्या। बोले मजा खिच्ने छैन, खालि फोटा खिचेर कि अचार हालिदिएर फोटा खिच्नु ल। बागलुङको बाटो यस्तो छ। आधी आइयो, आधीमा लगभग 4 मिनटको भयो।